हेलो गुड मर्निङ सम्पूर्णमा। ल आज चाहिँ 22 सेप्टेम्बर अक्टोबर 2025 को है। आज मौसम पनि राम्रो छ हेर्नुस्। अनि मैले चाहिँ अब जो यो डुरलाई डिभिजन गर्नु निर्णय गरेको छु। ल मैले यो हकम ल्याइसकेँ है। मलाई फिलहाल चाहिँ रानी जरुरी छ है, किन दुईटा कलोनीमा चाहिँ एकदमै विक छ, रानी बुढी भएछ है। त्यसको लागि चाहिँ मैले रानी चाहेर चाहिँ मैले यो डिभिजन गर्दैछु। हेर्दै गर्नुहोस् है भिडियो। पहिला चाहिँ अब यसलाई खोल्नु पर्यो। हेर्नुहोस् है, अब डिभिजन गर्नु लागि चाहिँ तपाईको मौरी चाहिँ स्ट्रङ हुनुपर्छ। हेर्दै गर्नुहोस्, मौरी चाहिँ स्ट्रङ हुनुपर्छ है। के स्ट्रङ छ मौरी हो। अब तपाईले के गर्नुपर्छ भने यो फ्रेम छ, जुन चाहिँ फ्रेममा चाहिँ तपाईको फ्रेस अन्डाहरू छ भने चाहिँ यही पुरानो हाइटमा राख्नुपर्छ हो। अनि यहाँको रानी चाहिँ जुन चाहिँ क्वीन छ, यो चाहिँ नयाँ हाइटमा राख्नु सक्नु पर्यो। त्यसो गरे भने तपाईको फुल्ली डिभिजन भइहाल्छ। अनि यो पुरानो हाइटमा चाहिँ तपाईको नयाँ अन्डाबाट तपाईको यिनीहरूले रानी उत्पादन गरिहाल्छ। विदिन 24 आवरमा यिनीहरूले सेल बनाइहाल्छ है। त्यहाँदेखि 13 डेजमा यिनीहरू फुल्ली म्याच्योर भएर रानी निस्किन्छ है। र अहिले म क्यामेराम्यान नभएको कारणले है डिभिजन गरेको देखाउन सकिनँ है। लास्टमा देखाउँछु होला। र यसलाई मैले अघि भने तपाईको फ्रेम चाहिँ अब यहाँ 9वटा छ। 9वटामा 4वटा फ्रेम चाहिँ रानी भएकोमा हालिदिनुहोस्। 5वटा जुन चाहिँ छ यो चाहिँ क्विनलेसमा राख्नुहोस् है। ल हेर्नुहोस्, मैले यहाँ 4वटा फ्रेम नयाँ हाइटमा, यहाँ 5वटा पुरानो हाइटमा राख्दैछु। यो चाहिँ एउटा आधार चाका रहेछ है। ल अब यसमा चाहिँ 13 डेजमा चाहिँ क्विन कन्फर्म निस्किन्छ है। हेर्दै गर्नुहोस् है भिडियोलाई। 13 डेजमा फेरि म अपडेट दिन्छु तपाईँलाई। ल हेर्नुहोस् है यहाँ है, अब मैले डिभिजन गरिसकेँ है। मौरी बराबर जानु पर्यो है। यसमा अहिले बेसी जाँदैछ। हुन त अब यो पुरानो आए पो यसमा जान्छ जान्छ है। यसलाई अब अलिकति उँधो छाडिदिँदा बराबर भाँटिहाल्छ हो। जाँदैछ हो, बराबरै जाँदैछ। अब यसलाई चाहिँ 13 डेजमा चाहिँ रानी एकदमै म्याच्योर भएर निस्किन्छ। मलाई चाहिएको अब क्विन चाहिएको छ है, सेल चाहिएको। म 12 डेजमा हेर्छु यसलाई। ठिक्कै क्विन सेल डेभलप भइसकेको हुन्छ। त्यसलाई चाहिँ लगेर म जुन चाहिँ क्विन बुढी भएको छ है, त्यसले अन्डा दिनु सकेको छैन बेसी है, त्यसमा म रिप्लेस गर्ने हो। त्यसको लागि चाहिँ मैले इमर्जेन्सी अब डिभिजन गरिदिएको है। हेरौँ के हुन्छ, म अपडेट गर्दै गर्छु।